भोलिको भिडियो हेर्नको लागि एक्साइटेड भएर बस्नु न। अब खतराहरू जो झगडाहरू हुँदैन अरे हाम्रो घरमा बडा भनिदिन्छु ल। हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल अगेन। सब फेरि पनि आइसकेको छ हजुरको सामने एउटा नयाँ भिडियोको साथमा होइन। अनि हेर्नु साथीहरू, आज चाहिँ मैले बिहानदेखि मैले भ्लग बनाएको थिइनँ होइन। अनि मलाई चाहिँ पुरा खटपटी भइरहेको थियो के भिडियो बनाऊँ भनेर। अनि त्यहाँपछि म जे पातै म थालिदिएको क्या, अब एकैचोटि थालिदिएको केही छैन। किनभने आज चाहिँ अब यस्तो प्र्याङ्क स्याङ्क गरौँ भनेर मैले सोचेको थिएँ चाहिँ होइन। तर एउटा केही कारणवश मैले भिडियो बनाउनु पाइनँ के साथीहरू, पाइनँ। अनि किन पाइनँ भन्दाखेरि चाहिँ नि यो पानी पऱ्यो कि एकदम हाम्रो घरतिर चाहिँ यहाँनिर देख्नु पानी परिरहेको देखेको छैन होला कि, तर पनि पानी चाहिँ सबै पानी बिहानदेखि पानी परेको अहिलेसम्म रोकेको छैन होइन। अनि म आज चाहिँ म के गर्छु भनेर म तपाईँहरूलाई देखाउँछु होइन। तर गर्नुको लागि चाहिँ केही पनि छैन कि हुनु चाहिँ कि, किनकि आज मजाले पानी परिरहेको छ झ्याउझ्याउँदै। अनि घरमा पनि कोही पनि छैन, घरमा कोही छैन भन्दाखेरि आमा हुन्छ अनि मम्मी हुन्छ, कोही पनि छैन। अनि त्यस्तो म केही देखाउनु पाउँदिनँ क्या आज साथीहरू, किनकि किन मलाई थाहै छैन। किनकि कोही पनि बोल्ने मुडमा हुन्न, कोही पनि उयो गर्ने मुडमा हुन्छ, खालि रिस्सा मुडमा हुन्छ कि, रिस्सा मुडमा। त्यही भएर सबैजना सुतिरहनु छ, पानी पर्दाखेरि सुत्न मन लाग्छ भने त्यही भएर सुतिरहनु भएको छ। कोहीलाई बाल छैन, फोन हेर्दै, कोही फोन हेर्दै हुन्छ, कोही टिभी हेर्दै हुन्छ होइन। आमा चाहिँ टिभी हेर्दै हुन्छ यहाँ यति बेला। जाडोबाट आमा त राम पुरा मुख सुख छोप्यो अरे टिभी हेर्दै हुन्छ होइन। म पनि पुरा ज्याकेट स्याकेट लाएर घरभित्र बसिरहेको छु। यति जाडो छ नि साथीहरू, यति जाडो छ हाम्रोतिर। आमा चैत वैशाखमा त टन्टलापुर घाम लाग्नुपर्ने, हावा बतास बुढी आउनुपर्ने नि, छैन साथीहरू, छैन। बिहानदेखि पानी परिरहेछ, बसिँदैछ मेरो ओत लागेर। त मैले चाहिँ होइन यो घरभरि, यो पुरै घरभरि फुल, आमा हात हेर्नु न, हात केही नकामको देखेको। यो घरभरि यो सबै फुल रोप्नु पऱ्यो भने मैले चाहिँ पट पनि त्यत्रो नक्साबाट किनी ल्याएँ हेर साथीहरू। तर त्यो पानी के अरे त्यो पट ल्याएको दिनदेखिको पानी परेको धुम्म भएको, मलाई फुल रोप्नु दिएन नि। यहाँ न सबै फुलहरू यस्तो भइसकेको छ नत्रेर। यहाँ पनि के हो पनि, यो सिमी हो कि, यो सिमी हिजो काटेर ल्याए मात्रै, हिजो घाम लाग्यो नि त थोरै। अनि घाम लागेर बिग्रिन्छ भनेर सिमी उयो गर्नुभएको, बिग्रिसक्यो अब यहाँ हेर्ने। यो पानीले गर्दा सबै बिग्रिसक्यो। सो म चाहिँ के सोच्दैछु भने नि साथीहरू, आज शनिबार रहेछ होइन। शनिबार रहेछ अनि शनिबार चाहिँ होइन के अरे टोइलेटमा उयो नुन, सिसाको ग्लासमा नुन राख्यो भने चाहिँ राम्रो हुन्छ अरे। घरमा धेरै जस्तो नेगेटिभ एनर्जी चाहिँ त्यसले नुनले क्याप्चर गर्छ अरे होइन। त्यही भएर म चाहिँ यहाँ यत्रो सिसाको ग्लास बोकेर नुन हाल्नु पऱ्यो। अनि त्यहाँपछि राखिदिनु पऱ्यो। कतिको काम गर्दो रहेछ भनेर म चेक गर्न गइरहेको छु होइन। तर यो ग्लास चाहिँ एकदम ठुलो भयो जस्तो लागिरहेको छ कि, मैले हाम्रो घरको वासरुम फेरि त्यो उयो राख्ने ठाउँ छैन नि त। त्यही भएर सानो खालको ग्लास खोजेको भेटाएको छैन कि। फेरि सिसाको ग्लासमा राख्नुपर्छ अरे कि, सिसाको जे भए पनि सिसाकोमा हेरौँ कतिको प्रोटेक्ट गर्छ भनेर हेर्नु पऱ्यो भनेको। खोइ त नेगेटिभ एनर्जी तान्छ अरे कि त्यो उयोले चाहिँ, त्यो नुनहरूले चाहिँ। नुन अनि के भन्छ त्यो उयो हुन्छ नि क्लोभ, नेपालीमा के भन्छ थाहा भएन, इङ्ग्लिसमा चाहिँ क्लोभ भन्छ होइन। त्यो अनि त्यहाँपछि फिटकिरी हुन्छ नि, हो त्यो राख्नुपर्छ अरे। तर मसँग चाहिँ अहिले नुन मात्रै छ, त्यही भएर म चाहिँ नुन मात्रै राख्छु। नुन राखेर 1 महिना उयो गर्छु, 1 महिनासम्म राख्छु। अनि 1 महिनासम्म भएन भने ठिकै छ, उयोहरू पनि राख्छु होइन, दिनहरू पनि ल्याएर राख्छु। भएन भने अब लेट्सी के हुन्छ होइन। म चाहिँ यहाँ पुरै मुजा नाटेकै जतिर यत्रो छ क्या हाम्रो उयो चाहिँ। अनि यहाँ कहाँ हुन्छ, यहाँ राख्नु पऱ्यो भनेको कि यहाँनिर राख्नु, यहाँ राख्दा हुँदैन गर्नु के गर्नु हुन्छ। मम्मी सिसाको ग्लास सानो खालको छैन, सानो खालको सिसाको ग्लास छैन, अट्दैन यहाँ हाल्नु त नुन। किन अट्दैन, यत्रो छ उयो चाहिँ हुँदैन। खोइ यहाँ नुन हालिदिनु न तपाईँ, लाउनु। उद्या बोरामा छ हाल, उद्या म हालिदिनु, तपाईँ हालिदिनु न, लाउनु न। उद्या बोरामा छ हाल न हौ। कस्तो बोराको नुन पो हाल्नु है।
हेर्नु न कस्तो वक गर्दैछ कहाँ छ हालि न मलाई थाहा छैन कहाँनिर छ आउनु न मम्मी आउँदै हुन्छ के गरौँ भने हेरौँ है त कति वर्क गर्दैछ मैले मम्मीलाई पनि भनेको थिएँ नि त मम्मीले हो कि भन्नु त मम्मीले पनि हाल्न त नि भन्नुभएको छ कि यहीँ रहेछ त लु त हेरौँ कतिको रहेछ कतिको गर्दो रहेछ यहाँ यसमा हाली हेरौँ तपाईँहरूलाई पनि भन्छु त राम्रो भयो भने हाम्रो घरमा चाहिँ एकदम झगडाहरू हुने धेरै उयो छ कि त्यही भएर भइरहन्छ त्यही भएर मैले चाहिँ यहाँ ट्रिक हुन्छ कि हुँदैन ट्राई गर्न अलिकति मम्मी चिरिँदै हुन्छ गाईले खानु पुरै फुल 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 फेरि मुला नुन भयो यसमा नि मम्मी फिटकिरी होइन अन्त यस्तो उयो हुन्छ नि त्यो के अरे 12 मसलामा हाल्छन् नि के हो यस्तो फुल जस्तो हुन्छ नि त्यो पनि हाल्नु नि ए ल्वाङ सरी ल्वाङ फिटकिरी छ आमा ए आमा फिटकिरी छ फिटकिरी 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 झगडाहरू हुँदैन अरे हाम्रो घरमा नुन राख्यो भने टोइलेटमा छिटो दिन न हुँदै हुँदैन हेरौँ न त्यति नुन राखेर छिटो न हौ आमा आऊ दिनु नि हुन है आमा छिटो न दिनु न हौ छिटो भनेको यस्तै गर्नु त कि हाम्रो आमा चाहिँ केही बुझ्दैनन् गर्छु भनेको कुरा नि दिनु छिटो नदिनु भनेको फिटकिरी नाटक हो कि हाम्रो आमा चाहिँ कस्तो लोभी छन् आमा लोभी बुढी छ यदि नुन छैन साथीहरू नुन अब यसलाई चाहिँ म यहाँनिर लगेर राख्छु यहाँनिर के हो यो यहाँ राख्छु होइन मैले पनि टिकटकमा देखेको हो हुन्छ कि हुँदैन थाहा छैन कि लेट्सी यसलाई चाहिँ यहाँनिर राख्छु कि म ल यहाँनिर राख्छु हुन्छ कि हुँदैन लेट चाहिँ म तपाईँलाई भनिहाल्छु होइन रिजल्ट कस्तो आउँछ एकदम हुन्छ क्या हाम्रो घरमा चाहिँ एकदम झगडा अब यो टोइलेट भनेको चाहिँ अब धेरै किसिमका मान्छेहरू बस्छन् नि त टोइलेटभित्र चाहिँ अब के अरे धेरै प्रकारका ग्रह सुट्ने उयोहरू हुन्छ अरे हो त्यस्तो क्या मतलब धेरै किसिमका मान्छेहरू बस्छ अनि तिनीहरूको त्यो नेगेटिभ इनर्जी पनि त्यहीँनिर हुन्छ अरे कि त्यहीँनिर छोड्दैन अरे अनि त्यसपछि त्यो चाहिँ हाम्रो घरतिर आउँछ अरे क्या त्यही भएर चाहिँ त्यो नुन राखेको मैले चाहिँ होइन अब हाम्रो घरमा चाहिँ एकदम सबै भइरहेको हुन्छ कि झगडाहरू चाहिँ झगडा भन्दा नि मनमुटाव भइरहेको हुन्छ अनि त्यही भएर म चाहिँ के गरौँ भनेर सोचिरहेको थिएँ अनि मैले हिजो चाहिँ देखेको थिएँ क्या टोइलेटमा के अरे टिकटकमा देखेको थिएँ अनि त्यसपछि टोइलेटमा नुन राख्यो भने चाहिँ राम्रो हुन्छ शनिबारको दिन भनेको थिएँ त्यही पनि अनि आज त ठ्याक्क शनिबार हो अनि यसो सम्झेँ क्या अनि रातिमा त होइन दुई मुला नुन राख्दा के नै हुन्छ र भनेर मैले चाहिँ राखिदिएको तर बिलिभ चाहिँ गर्नुपर्छ मलाई चाहिँ एकदम विश्वास लाग्छ त्यही भएर मैले चाहिँ त्यस्तो राखेको यस्तो कुराहरू पनि मलाई एकदम विश्वास लाग्छ कि के भएको पनि सो हेरौँ रिजल्ट कस्तो आउँछ तपाईँहरूको घरमा पनि यस्तै नराम्रो उयोहरू हुन्छ भने तपाईँहरू पनि ट्राई गर्नु होला होइन अनि ट्राई गरेर रिजल्ट भन्नु होला मलाई म पनि तपाईँलाई सेयर गर्छु ओके सो यसै साथीहरू एकदम झरी तपाईँहरूलाई मैले एउटा कुरा देखाउनै बिर्सेँ हिजो बेलुकाको पानी होइन हिजो बेलुकाको पानी कति धेरै आएको क्या हेर्नु हाम्रो घरको सुपारी पनि लडाइदिइरहेको छु हेर्नु यो कोला भाँचेर सुपारी लडाएर आमा हिजो बेलुका होइन हावा बतास हुरी यस्तो आएको नि असिना मात्र पर्दैन कि उयो चाहिँ हावाहुरी चाहिँ पुरा आउँछ क्या ट्रम्पले गरेको अरे यो अमेरिकाको राष्ट्रपतिले गरेको अरे यस्तै यो उयो के अरे भाइरस फैलाउनुको लागि यो पानी पराएको अरे भन्ने भन्छन् तपाईँहरूलाई म एउटा कुरा सोध्नु थियो कि के कुरा भन्नु न अनि के भन्छ मदर्स डे आएको हो अहिले अब मदर्स डे आएको हो के हो म छक्क परिरहेको मेरो टिकटकभरि खाने ह्याप्पी मदर्स डे स्पेसल खोइ के गिफ्टहरू दिने कि त्यस्तो आइरहेछ अनि मदर्स डे आइसकेको हो र हो भने भनिदिनु ल कमेन्टमा भनिदिनु मलाई थाहै छैन न यसो दिमाग उयो गरौँ भने चाहिँ म यहाँ खियाउँदैछु कहिले आउँछ मदर्स डे चाहिँ मेरो टिकटकमा त खालि त्यही मात्र अक्काइ गर्छ अनि त्यो गिफ्टहरू दिएकोहरू आइरहेको हुन्छ के हुँदो
मलाई जस्तै आएकै हो कि होइन कि तपाईँहरू मलाई भनिदिनु ल अनि हेर्नु साथीहरू आज एकदम चिसो चिसो जाडो छ पुरा जाडो छ कि पानीहरू परिरहेको छ मलाई कस्तो मासु खानु मन लागिरहेछ नि मासु अनि यो घरमा चाहिँ मैले बुवा हुन्न नि त अनि मैले आमा भनेको म कस्तो भाउदिन्न म फेरि गएर भन्छु ल जाडो हालेर ए आमा मासु खानु मासु खाऊँ न आज ए मम्मी मासु खाऊँ न आज खाऊँ न ए आमा मासु खाऊँ न ए आमा कसै नि मेरो फोन के त्यो फेरितिर चिप्लो छ कि एकदम चिप्लो छ कि मलाई जान्नै मन छैन के गर्नु हौ साथीहरू के गर्नु म कहिले यति धेरै पैसा कमाउनु हुनु र मलाई एकदम मैले जे भनौँ त्यही उयो गर्नु पाउनु नि कहिले हौ साथीहरू म त कस्तो टेन्सन भइसक्यो कि मलाई छिटो मलाई पैसा कमाउनु मन लागिरहेको छ कि मसँग यति धेरै पैसा म के गर्थेँ होला भन्ने हुन्छ कि मलाई चाहिँ होइन एकदम मलाई कस्तो लाग्छ भने नि के भने मसँग यति धेरै पैसा भन्नु म के गर्थेँ होला म कस्तो लजाउँथेँ होला नि के गर्थेँ होला नि भन्ने हुन्छ के हो खोइ खाऊँ न आमा दिनु पैसा म लिएर आउँछु दिनु साह्रै पो भन्नु त दिइहाल्नु त आमा पनि खानु मन लागेको छ कि छैन भन्नु त मलाई सबै थाहा छ नि भन्नु छ कि छैन भन्नु छ कि छैन भन्नु न त पहिला भन्नु मलाई छ नि त अलिक दिनु न हौ पैसा दिनु त सकिन्छ म घर लिएर आउँछु साथै जाउँ न चोक जाने फाँस्नु यो चाहिँ दिनभरि लडेको जाने जाउँ आमा पैसा दिनु छिटो लुगै छैन केही पनि जे भए पनि लाएर हिँड्नु साथीहरू अब चाहिँ हामी मासु जान आँटेको है मलाई खानुको लागि चाहिँ लाग्यो क्या आमा पनि लागेकै छ मलाई थाहा छ म यतिखेर जान्छु ल साथीहरू के अरे आमा मासु गरिदिएको छैन आमा बुवा खोज्नेको रिजनै त्यही हो आमा मलाई सबै थाहा छ ए आमा खाऊँ न मासु ए यता पनि रहेछ गुन्द्रुक पनि गाँउ भयो क्या हो त आमा खाऊँ न हौ चिर्दिनु न हौ आमा दिनु न हौ म लिएर आइहाल्छु क्या आमा हौ खाऊँ न हौ आमा जाडो पनि आज ए आमा ए आमा खाऊँ न भनेको ए आमा चाहिँ कस्तो हुन्छ नि बोल्नु नि मम्मी खाऊँ न आज एकदम चिसो छ कि मलाई कस्तो मासु खानु मन लागेको छ किन खाऊँ न आमा ए आमा तपाईँ 200 रुपियाँ दिनु होइन म 200 रुपियाँ हाल्छु दिनु त रात पर्न आँटिसक्यो दिनु न आमा लु मैले त मम्मीकै पैसा चलाइदिन्छु कि छिटो दिनु न आमा हौ मम्मीले 200 रुपियाँ आमाले 200 रुपियाँ दिइहाल्नु छिटो लु छिटो दिनु न छिटो न रात पैसाको रात परो छिटो म चाहिँ यस्तो गएको छु मलाई छुटिहाल्छ क्या सोचे तँ मान्छे जान जैसे तो हमारी बहुत चल रही है इस घर में छिटो जान भन् त भन्ने त्यसरी के खाम भन् न मान्छे सिन्की हो भने सिन्की होइन खाम न 10 रुपियाँमा खानु त म दिन्छ फेरि तपाईँ 200 रुपियाँ दिनु न म 200 रुपियाँ हाल्छु क्या आमा दिनु न लु छिटो दिइहाल्नु न सधैँ रेडी हुँदा लु छिटो जाउँ गइहाल्नु त हामी आमा छिटो दिनु न केही पो छैन त केही पो छैन त आमा दिनु भनेको मान्नु नि हुन यहाँ चाहिँ हाम्रो बुवा आउँदै हुन्छ साथी बुवालाई भनिदिनुहोस् ल बुवालाई स्योर बुवाले चाहिँ मान्नुहुन्छ क्या त्यो पनि बुवा जितमा होला
उहिले चाहिँ आज गन्जाले लगाइदियो 50 रुपियाँ नत्र भने चटपटे हो चटपट लिएर आउँदा हुन्छ चटपट लिएर आउँदा हुन्छ नभए खुट्टा यो चाहिँ यहाँ रेडी भइसकेको छ साथीहरू रेडी भएपछि जानेले अब भन्नु मात्र बढी कस्तो रियाक्सन हुन्छ देख्छु खाने भनेपछि फेरि खाने दुईजना मिलेपछि त हुन्छ क्या अब बल त अझ केही ठाडो खानै बोलाउनु भएन आज यस्तो जाडो हुँदैन कसैलाई मासु खान मन लागेको छैन मलाई मात्र मासु खान मलाई र यसलाई मात्र मासु खान मन लागिरहेछ मलाई कस्तो मलाई फेरि भएको कुरा भएन भने मलाई यस्तो रिस उठ्छ नि मलाई मैले भनेको कुरा मलाई चाहिन्छ कि जस्तो मलाई किन मलाई थाहै छैन क्या तर मैले सोचेपछि त्यो कुरा मलाई चाहिन्छ यहाँ दिक्क लाउनुपर्छ बुवालाई पनि दिक्क मलाई हुँदै हुँदैन साँच्चै एकचोटिमै हार मान्छे कति चाहिँ एकचोटिमै हार माने बार बोलने की जरूरत नहीं है एक बार माने तो माने नहीं तो नहीं माने एकचोटिमै हार मान्ने होइन कि जान गएर भनेको खेदा हुन्न अझ बोल जितमा होला तासमा त्यस्तो लागिरहेको हो बममा 50 रुपियाँ हाल्छु अनि म अरू त पैसा तपाईँ हाल्नु भन्न जान जाँदा उठिहाल्यो उठ्दा नि लु उठिहाल्यो फेरि यहाँ फोन ठरियाएको देखेर फेरि बुवाले दिनु मलाई हाँस्दै हुन्छ हाम्रो घरमा फेरि एउटा साइन छ कि साथीहरू के भन्नु न जसले पनि हाँस्छ नि त्यसले मासु खान मन लागेको हुन्छ कि अब यो मान्छेहरूलाई चाहिँ मासु खान जो हाँस्छ त्यो मासु खान मन लागेको हुन्छ त्यसलाई आमा पनि हाँस्छ बुवा पनि हाँस्छ मम्मी ल मम्मीको रियाक्सन लिन्छु ल म मम्मी त हेर्नु मम्मी तपाईँले मासु खान मन लाग्छ छ कि छैन भन्नु न छ कि होइन भन्नु न भन्नु न हाँसिहाल्नु भयो सबैजना हात त मासु खाने नि हो साथीहरू बुवा ए बुवा बुवा ए बुवा हाँस्दै हुन्छ बुवा चाहिँ ए बुवा मासु खाइहाल्नु लु यस्तो जाडोमा ऊ ज्याकेट बोलाउनु भएको रहेछ हाम्रो बुवाले त ज्याकेट बोलाउनु भएको रहेछ त हाम्रो बुवाले ऊ चोक जान ठिक गरिसक्नु बुवा यता हेर्नु यता ज्याकेट लाएर बुवा पनि बुवा म तपाईँलाई एउटा कुरा भन्छु ल त्यो हाम्रो टोइलेटमा होइन बुवा मैले सिसाको गिलासमा नुन राखेको छु कि त्यो नुन निकालिदिनु ल ए बुवा ल त्यो नुनले चाहिँ होइन बुवा नेगेटिभ इनर्जी तान्छ अरे क्या ल बुवा ला बुवाले त मलाई छोरीले हान्न लाग्नु भयो कि ए बुवा ल के बुवा ननिकाल्नु ल बुवा आमाले भन्नु भने ननिकाल्नु त्यहाँ 50 रुपियाँ छ अरे हिँड्नेहरू त पैसा कहाँ रहेछ हेर्नु त हेर्री पो हाल्नु कहाँ छ पैसा कहाँ छ निक्कली भन्नु त हाम्रो बुवा कौनमा हेर्न साथीहरू यहाँ हेर्नु हाम्रो आमा चाहिँ मस्त खानु मन बुवाले लिन्छ बुवा बुवाले धेरै खुसी भएर यो टोपी पनि उयो गर्नुभएछ तपाईँ खाना मन लागेको छैन भनेको
जाइसक्नु के गर्दैछ दुईजनाले बुवाले चाहिँ जिस्काउने एकदम मजा आउँछ कि ए बुवा ए त अँध्यारो रहेछ फेरि बत्ती बाल्दा छैन बत्ती ए बुवा ऊ हाम्रो बुवाजी ज्याकेट ठिक पार्दै हुन्छ ए बुवा यहाँ त देखाइसक्नु होइन गोडाको फेरि यहाँ त बढाउनु पर्छ क्या हाम्रो बुवा चाहिँ होइन हाम्रो बुवा चाहिँ फगाउनु एकदम गाह्रो पर्दैन कि साथीहरू हाम्रो बुवा चाहिँ एकदम हँसिली खसिली हुन्छ कि एकदम ए बुवा भयो मानिहाल्नुहुन्छ आया देख्नु पनि साथीहरू यस्तै छ हाम्रो घरको नाटकहरू चाहिँ सोचे बोल बाइकमा जानुभयो तँ र फिलाक मासुले फिलाक हामी चाहिँ फिलाक मासु फेभरेट हो साथीहरू ल्याउनु न बुवा थाहा छ हामीले मन पराउँछौँ भनेर हाम्रो बुवा चाहिँ होइन फकाउनुलाई केही गर्नु पर्दैन कि ए बुवा भएपछि सकिहाल्छ यस्तो खतरा हुन्छ हाम्रो बुवा यो चाहिँ यहाँ रेडी भइसक्यो अब चाहिँ मासु खोइ बुवा उखिँदै जाँदैछ अलिकति ढिलो भयो न क्यान्सल हुन्छ हाम्रो बुवा चाहिँ हिरो बनिसक्नु भयो हिरो बुवा ए हिरो बुवा यसो नि भन्नुहुन्छ कि हाम्रो बुवाले त्यही भएर मैले भनिदिएको रुनु त भएको छैन त आँसु कहाँ आयो तपाईँको आँसु गयो ला चाबीले धोका दिन्छ क्या ला अर्को निकाल्नु त नि हाम्रो बुवा चाहिँ एकदम हँसिनी खसी हुन्छ त अरू बेला त्यसरी गर्नु किन हाने ऊ हो त्यसरी भन्नुपर्छ भनेको गर्नु ला त परेको बेला करेन भन्दिनँ नि त त्यही भन्नुहोस् न त पाउनुहोस् त चाहिँ एउटा परेको मर होइन मैले देखेँ उहाँबाट घरमा करेन्ट लागेको छ भने नि ए पऱ्यो हो सेतो पऱ्यो मर बिचारा उहाँनिर के उहाँनिर गयो नि त उहाँनिर गयो नि त दु त्यही भएर यहाँनिर झरो त ऊ पऱ्यो हो के हो यो यो आमा त प्रेङ्क गर्नुभयो तपाईँले हामीलाई भुत्ला पनि झर हो यहाँनिर कस्तो हुँदैछ उहाँ परेको थियो अन्त झिझ गरेर करेन्ट लाग्यो यस्तै भयो भनेको त मरेछ ला यहाँ भनेको त ड्राइभर खाएको रहेछन् त्यही खोलेर त्यही हेरेर मजाले हेरेको फेरि हाम्रो ड्राइभर भेट्यो भने छ्यासी त दिदीहरूको छुट्टिएको होला साथीहरू आजको तपाईँहरूलाई हाम्रो भ्लग के कस्तो लाग्यो होइन मजाले मासु भात चाहिँ मजाले तोडियो होइन के भन्छ के अरे ल्याइनु भएछ होइन त्यहाँपछि खाइदिनु भयो मैले त्यहाँपछि मैले त रुम्जी आलु जस्तै बनाएको छु कि भोलि चाहिँ अब सनक्क सबै घरमा भोलि चाहिँ म एउटा च्यालेन्ज बुवालाई भिडियो लिएर आउनु पर्यो भनेर सोचिरहेको छु के भन्न च्यालेन्ज चाहिँ के भन्दाखेरि होइन मैले केही पनि भिडियोमा केही अब त डेली भ्लग त बनाइरहेको छु होइन तर कन्टेन्ट चाहिँ मैले केही पनि पाइनँ कि साथीहरू अनि भोलि चाहिँ म कस्तो वाला भिडियो ल्याउँछु भन्दाखेरिमा चाहिँ यसो मम्मीहरूलाई सोध्नु पऱ्यो होइन मम्मी कस्तो खालको भिडियो बनाऊँ भनेर सोध्छु होइन तपाईँलाई पनि देखाउँछु मम्मीले के भन्नुहुन्छ त्यही गर्ने म चाहिँ भोलि हो त्यो च्यालेन्ज लिएर आउँछु र कसले के भन्छ त्यस्तै भिडियो बनाउने च्यालेन्ज लिएर आउँछु अनि तपाईँहरूलाई के कस्तो लाग्यो भनेर कमेन्ट गर्नुहोस् तपाईँहरूले कमेन्ट त कोही पनि गर्नु तर पनि भनिरहन्छु कमेन्ट र लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला यति भन्दै हजुरहरूको माझबाट म आज बिदा लिन चाहन्छु बाई बाई एभ्रीवन सी यु नेक्स्ट भ्लग भोलिको भिडियो हेर्नको लागि एक्साइटेड भएर बस्नु ल मम्मीले कस्तो खालको भिडियो लिएर आइज भन्नुहुन्छ भनेर ओके बाई बाई